जाडो लागेसँगै लेकबाट बेसीतिर झर्ने घुम्ती भेडीकोट अहिले गर्मी लागेसँगै लेकतिर उफ्रिनेछ। अहिले जेठ महिना गएर असोजसम्म माथि बस्छ। असोजको अन्तिमतिर मात्रै तल झर्ने सुरु गर्छ। भदौमा फर्किन्छ, खास माथिबाट ठेगानबाट चाहिँ भदौ महिनामा भदौ 10-15मा तल फर्काउँछ। फर्काएपछि तल आउँछ। आज गएर हामी चाहिँ लमजुङ बेस क्याम्प जाँदैछ। आज हामी बेस क्याम्पभन्दा हल्का तल बस्छौँ। 6 महिना माथि लेकमा र 6 महिना बेसी झर्ने यो भेडीकोट अब कात्तिकमा मात्रै बेसी झर्ने गरेको छ। यो भेडीकोटलाई खर्का बढी चाहिने र भेडाहरूलाई चरण क्षेत्र तल्लो भेगमा नभएको र अर्को कुरा भेडाहरूले गर्मी खप्न नसक्ने कारणले यो भेडीकोटहरू लेकमा हिमालको फेदमा पुग्ने गर्दछन्। एबी न्युज टेलिभिजनका लागि जीबी घिमिरे मनाङ।